लो मुस्ताङको अप्पर मुस्ताङको लागि चाहिँ रेडी भयो अब है। अब जानको लागि चाहिँ के अरे हामी चाहिँ के अरे यहाँ 8 बजी चाहिँ के अरे मुभ हुनुपर्नेमा यहाँ चाहिँ के अरे हामी अलि ढिलो गऱ्यो यहाँ यस्तो हुनेछ। ल ल हामी तिनजना पछाडि बस्ने हो अगाडि बस्छौँ यो तिनजना पछाडि बस्छन् केटा बगाल त्यो सिटै उ गर्न सकिन क्या। ल है यो मिटलाङ भिल्ला ठाउँबाट पनि सरमकोट माछापुच्छ्रे हिमाल देखिरहेछ। सरमकोट डाँडा हिजो त्यहाँ गइयो। आज चाहिँ हाम्रो चाहिँ के अरे मुस्ताङ यात्रा चाहिँ गतिलो होला जस्तो छैन। यहाँ चाहिँ के अरे आउँदा आउँदा बाटोमा चाहिँ के अरे गाडी बिग्रियो। अब खै अर्को गाडी बोलाउनु भएको छ गुरुजीले। अब 20-25 मिनट लाग्छ भनेछ। अब ल अब खै यहीँ आएर ठचक्कै भयो। ल 1 घन्टापछि चाहिँ के अरे गाडी ब्रेक डाउन भएर अब फेरि अर्को गाडीमा चाहिँ के अरे हामी सरर चाहिँ के अरे मुस्ताङ लाग्यो। अब चाहिँ के अरे बाटोमा समस्या आउँदैन होला, नआओस्, यही नै हो हाम्रो कामना। गुड। ल यो चाहिँ पहिरो गएको यहाँबाट चाहिँ पर्वत जिल्ला सुरु भयो। पर्वत जिल्ला चाहिँ के अरे ल पर्वतको कुस्मा बजार आइपुग्यो। सदरमुकाम भन्छ पर्वतको कुस्मा। ल कालिका मन्दिर चाहिँ के अरे आज दर्शन गरेर चाहिँ फर्स्ट भिजिट चाहिँ के अरे यो हुनेछ। ल कालिका मन्दिर आज चाहिँ के अरे हाम्रो फर्स्ट ऊ चाहिँ के अरे भिजिट यही हुनेछ। मम्मी माया ल कालिका मन्दिर दर्शन गर्नको लागि जाने बागलुङ कालिका मन्दिर। अहिले उताबाट राम्रो देखिन्छ क्या अहिले उताबाट आउने बेला भिडियो गरिदिने अहिले होइन आउने बेलामा मन्दिर
मेरो ग्रुपहरू जानेछन्। यो बजाउने बनाउँदै अहिले चाहिँ कालिका मन्दिर दर्शन गर्न जान लागेको यो छ। कालिका मन्दिर आयो दर्शन। ल यो कालिका मन्दिर छेउको टोयलेट। ल यो बागलुङको कालिका मन्दिर अहिले चाहिँ के अरे यस्तो छ। Sempiti. कालिका मन्दिर दर्शन गरेर आइयो। लो अब चाहिँ गण्डकी गोल्डन ब्रिजमा चाहिँ के अरे हामी चाहिँ के अरे चढ्न लाग्छौँ। अहिले चाहिँ के अरे
यहाँबाट झुलुङ्गे पुल ए ल गण्डकी पुल यो यहाँबाट यस्तो छ अघि नै आएको बाटो हो यो गाडीहरू हिँडेछ अहिले म गण्डकी पुलमा चाहिँ के अरे हिँड्दैछु बागलुङको लो बजार कत्यो अब माथितिर लाग्यो लो मुस्टाङ ट्राभलको डे 1 लन्च ब्रेक चाहिँ के अरे अहिले यहाँ रोक्यो उतापट्टिबाट आएको सेतो पानीमा त त्यो हाइड्रोहरू बनेकै ठाउँबाट मुस्ताङ
चाहिँ के देख्यो है हजुर हो ल है ल है अब राम्रो राम्रो ठाउँ आउनु लाग्यो मुस्ताङ प्रवेश अब राम्रो राम्रो सिनहरू आउने बेला हुन लाग्यो त्यस्तो त्यस्तो छ ल ओ ल हिमाल पनि देख्दैछ माथि ल अब हिमाल ल ल है ल ल यस्तो यस्तो चाहिँ के अरे भ्यू खिच्न पाइराखेको छु देखिस् सिडी चढ्नुपर्छ सिडी 375 सिडी 375 सिडी चढ्नु अनि पर्यो आधी किलोमिटर 1300 बाटो अब हाँस हिँडेको जस्तो होइन अब चाहिँ के अरे फटाफट अब यो माथि मुस्ताङ जिल्ला आइसकेपछि एकदम मौसमै चेन्ज हुन्छ मौसमै चेन्ज भयो नि एकैछिनमा चेन्ज भयो नि एकैछिनमा त्यो भाषा बद्ल्ने बित्तिकै ए ल यही जङ्गलको खाने हो यसले अरू केही खाने होइन पानी र यो त्यही एकपटक वेपर उ गरिदिनुहोस् त ल यो अहिले चाहिँ मार्फा भिलेज आयो मार्फा भिलेज हामी मुस्ताङको मार्फा भिलेजमा चाहिँ के अरे आइपुगेका छौँ मेरो ग्रुप आए लो लो मार्फा भिलेजमा आयो है ए ए लो मार्फा भिलेज आयो अब माथिको भ्यूहरू चाहिँ कस्तो छ टुकटुके पनि आछ बुच्चा भनेको मार्फा भिलेज आयो स्याउको रहेछ म त चेरी पो भनिराखेको
ल त्यो देखेको गाउँ चाहिँ स्याङ गाउँ भन्ने हो स्याङ्गाउँ स्याङ 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 माथादेखि फेरि अब सुरु भयो स्याङ त्यो देखेको अब स्याङ त्यो कटेर बजार। गएपछि हामी जमसुम बजार दुःख हो क्या टिएन छ साउथ इन्डियन रिजन साउथहरू हो यिनीहरू ए यो यही गुरुलाई त होला नि अघि नै पुलिसहरूले उ गर्नु लाग्यो लु आजको बसाइ सुसाङ सुसाङ